बाख्रालाई सधैँ हरियो घाँसले मात्रै नहुने रहेछ। सधैँ डाले घाँस हरियो घाँस मात्रै खायो भने बाख्रा वाक्क दिक्क भएर फेरि पराल यसरी खान खोज्ने रहेछन्। ल हेर्नुहोस् त कस्तो मजाले पराल खाइराखेका छन्। यत्रो पोसिली हरियो घाँस हेरेर यस्तो काटेर राखिराखेको छ। यो खाएको छैन, यो त हेर्दैनन्। फेरि सब बाख्रा पनि परालतिर झुन्डिरहेछन्। दुई चारवटा भए पनि बाख्रा पालिरहेको छ। यस्तो राम्रो राम्रो खालको बोकाहरू पनि छन्। बाख्राहरूलाई आनन्द यसरी परालै खुवाएर पाल्न सक्यो भने त अलिकति लागत मूल्य पनि कम हुने। हाम्रो फेरि घाँस खोज्न पनि धेरै टाढा टाढा जानुपर्छ, जङ्गल एकदम टाढा छ। हेर्दा नजिक देखिए पनि जङ्गल वर्षमा 3 चोटि मात्रै खुल्ने भएको कारणले गर्दा एकचोटि खुले पनि 15 दिनको लागि खुल्छ। त्यही भएर यहाँ प्रशस्त चरण पनि नहुने, त्यसैले बाँधेर बाख्रा पाल्दा अलिकति गाह्रो हुने। अब यसरी यो पराल खुवाएको फेरि पहिलो टाइम हो। आज कतिको खान्छन् बाख्राले भनेर पराल ल्याएर टङ्गाइदिएको, एकदम मजाले खान छन्। तपाईँहरू पनि कोसिस गर्नु होला। यो परालमा केही पनि मिसाएको छैन। धेरै जस्तो भिडियोहरूमा त पराललाई पहिला नुनले भिजाएर फेरि पराल सुकाएर फेरि खुवाउनुपर्छ भन्ने देखाइरहेको थियो। तर हाम्रो चाहिँ केही पनि सिधै परालको टबबाट ल्याएर झुन्डाएको हो। यसमा मिसाएको चाहिँ केही छैन। अनि हाम्रो बस्ती फेरि एकदम खेतहरूको बिचमा छ। गाउँ त्यो माथि छ गाउँ पनि साह्रै रमाइलो छ। साह्रै रमाइलो छ। हाम्रो घरको चारैतिर खेतहरू छ पुरै। अहिले गाउँमा तोरी फुलेर एकदम राम्रो देखिया छ। र गाउँहरू पनि छ। यहाँनिर 2टा घर छ। हामी छिमेकी पर छिमेकीको पनि 2-4वटा बाख्रा छ। उहाँले पनि पाल्नु भएको छ। अनि बाँकी अलिकति घरहरू फेरि अलि तलतिर छ 2-4वटा। त्यहाँनिर फेरि पसलहरू भएको। जे होस् दैनिक उपभोग्य सामानहरू पाइन्छ त्यहीँ।